यस्तो बाटो छ। दर्शन अनि नमस्ते सम्पूर्ण दर्शक साथीहरुमा। साथीहरु हेर्नुस् बाटोको अवस्था कस्तो छ। प्रत्यक्ष तपाईहरुलाई देखाइराछु। यो बर्खमास पनि छ त्यो माथि हाम्रो स्थानीय गाउँको ग्रामीण बाटोलाई यस्तै हुन्छ। कालोपत्रे नहुन्जेलसम्म यस्तै दुःख शास्ति खेपिरहनु परेको हुन्छ हामी यात्रुहरूले। घुम्न जाने क्रममा हेर्नुस् आज दुःख पाइयो साह्रै। अरु ठाउँमा त राम्रै थियो सबै ठाउँमा। यहाँ आधी घण्टा 1 घण्टा लगभग फसियो। हेर्नुस् गाडी न अगाडि जान्छ न पछाडि आउँछ, न बोक्नु न टोक्नु भने जस्तो भइरहेछ साथीहरु। हेर्नुस् गाडीको अवस्था। गाडी ठिकै अगाडि बढ्नै सक्दैन। हल्लेको छ न अगाडि आउँछ न पछाडि आउँछ। अलिकति पछाडि आयो भने हुन्थ्यो, अलिकति अगाडि यो माटो हिलो माटो त्यो माथि पछि बाटो पानी हालिदिएको रोडमा त्यो माथि यस्तो हेर्नुस् त हिलाम्मे रोपाइँ गर्नु लाग्यो भन्दा नि बढ्ता छ बाटो अवस्था हेर्नुस्। अब गाउँको ग्रामीण सडकहरू प्राय यस्तै हुन्छ। दुःख शास्ति खेप्दै हिँड्नुपर्ने हुन्छ। यात्रुहरूले दुःख त पाउँछ नै हैन। त्यो माथि सवारी चलाउने चालक झन् जिम्मेवारीपूर्वक आफ्नो सवारी साधन यात्रुहरूलाई गन्तव्यसम्म पुर्याइदिनु पर्ने कर्तव्य हुन्छ। हेर्नुस् बाटो यति खतम छ। घोडासम्म आउँछ हजुर यो हिलो। अनि गाडी कहाँ अगाडि पुग्न सक्छ यस्तो हिलो हिलाम्मे। हेरौँ अब एकछिन यो धुलो माटोहरू अलिकति हाल्छन् अगाडि बढ्न सकिन्छ कि भनेर हामी हेरिरहेको हो, ट्राई गरिरहेको हो। कतिको सफल भइन्छ। गरम गरम ल गरम गरम कोसिस गरौँ सकेसम्म। निक्ल्यो भने निक्लिहाल्यो। चन्द्रबहादुर पिक समाउँदै साबेर समाउँदै गर्दैछन् चन्द्रबहादुर। गाडी फसेर यहाँ धेरै दुःख मेहनतका साथ लागि परिरहेछन् हाम्रो चन्द्र भाइ पनि। यसरी गाडी फसेपछि यति दुःख पाइन्छ, यति दुःख पाइन्छ। नबोक्नु नटोक्नु न अगाडि जान सकिन्छ न पछाडि जान सकिन्छ। अलिअलि यो ठुलो माटोहरूलाई फालेर यता त खासै देख्दैछ नि। ट्राई गरेर हुन्छ कि भन्ने कुरा हो। भयो भने भइहाल्यो। स्टेडियम उता नकाटा हो त्यहाँ कोसिस गरौँ सकेसम्म। सकिन्छ।